द मोस्ट हाइप नेपाली मुभी बलिदानको टिजर रिलिज भइसकेको छ। लेट्स सी कस्तो छ, हामी पनि हेर्दिउँ न। देशको चिन्ता माटोले खोज्दैछ जसलाई, जन्माइन आमाले उसलाई। कस्तो रगत उम्लियो सेम विराट भट्टको स्वर जस्तो है। आमाको पीर यो देशको शिर कहिले चुक्न नदिने सपूत हो म। डाइलेक्ट डेलिभरी ठिकै हो, तर राइटिङ चाहिँ अलिकति मलाई अजिब लाग्यो। अब यो मुभी चाहिँ दसैँको फुलपातीमा आउनेवाला छ। अब हेरौँ कतिको पर्फर्म गर्छ। तर मैले एउटा चिज देखेँ यसमा, समीर भट्ट, सन्तोष सेन, सौगात मल्ल। अनि सौगात मल्लको हामीले पीताम्बर मुभीमा देखिसक्यौँ कस्तो एक्टिङ थियो भनेर। अब यो मुभीमा चाहिँ उहाँको के रोल छ भन्ने कुरा मुभी आएपछि नै थाहा हुन्छ। तर कस्तो सरप्राइज लाग्यो नि त हामीलाई है। अब यहाँनिर नामले नै सरप्राइज लाग्यो भनेपछि अब मुभीमा देखिसकेपछि हामीलाई कतिको सरप्राइज लाग्छ, किनभने उहाँ भर्सटाइल एक्टर, उहाँ जुनै पनि रोलमा राखिदियो भने पनि उहाँलाई फिट हुन्छ क्या। यसमा चाहिँ साउथ मुभीको एक्सन कोरियोग्राफरहरू हाल्नुभएको रहेछ हाम्रो सन्तोष सेनजीले। साउथ मुभीहरूमा बढी स्लो मोसन टाइपको फाइट बढी हुन्छ, तर आई होप सकेसम्म मुभी चाहिँ अलि इन्डोनेसियन टाइपको फाइट होस्। अनि म सन्तोष सेनजीलाई त्यही नै भन्न चाहन्छु, हाम्रो रिचा शर्माजीलाई चाहिँ अलिकति साइलेन्ट चाहिँ राख्नु है। किनभने अहिले जुन यो टाइम छ तपाईँहरूको लागि चाहिँ साइलेन्सै बसेको राम्रो। मैले त्यो त्यस्तो नराम्रो भन्न खोजेको होइन, तर सकेसम्म साइलेन्सै बसेको राम्रो। किनभने थाहै छ अहिले जुन चलिरहेको छ कन्ट्रोभर्सी, सकेसम्म पोलिटिक्सतिर यतातिर नगएकै राम्रो। जे होस् दसैँमा आउनेवाला छ, मुभी एकदम प्रमिसिङ छ हेर्दाखेरि नि। अब मुभी आएपछि थाहा हुन्छ नि त कस्तो छ भनेर। जे होस् वी आर सो एक्साइटेड टु सी दिस मुभी। अनि तपाईँहरूलाई टिजर चाहिँ कस्तो लाग्यो कमेन्ट चाहिँ गर्नु होला होइन। टिजर चाहिँ राम्रो नराम्रो कस्तो लाग्यो जस्ट लाइक कमेन्ट, अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। म नयाँ कन्टेन्ट क्रिएटर